जय मसीह यहाँहरू सबैजनालाई फेरि पनि तपाईँहरूको माझमा फेरि पनि छोटो प्रभुको वचनलाई लिएर आएको छु। समय अनि संसार सबै कुरो गतिशील एकदमै रफ्तार छ, एकदमै उग्र रूपमा एकदम गतिशील रूपमा अघि बढिरहेको सबैजना रफ्तार अवस्थामा आज तपाईँको माझमा प्रभुको वचन कि प्रभुलाई चाहिँ तपाईँ र मैले कसरी गुणस्तरीय समय हामी दिन सक्छौँ भन्ने विषयमा अलिकति म चर्चा गर्नु पर्यो। क्वालिटी टाइम, स्पेन्डिङ क्वालिटी टाइम विथ गड, होइन? यस्तो रफ्तार समयमा पनि, गतिशील संसार पनि समयमा हामी प्रभुका जनहरूले कि कसरी चाहिँ गुणस्तरीय समय क्वालिटी टाइम प्रभुसँग बिताउने दिने भन्ने विषयमा थोरै म चर्चा गर्नु पर्यो। र जब तपाईँ र म बाइबलमा हेर्छौँ भनेदेखि प्रभु येशू ख्रिस्टले जब जब सेवाकाईमा जानु हुँदै गर्दाखेरि उहाँले चाहिँ धेरै समय एकान्त समयहरू बिताएको, प्रार्थना गरेको, है त हामी प्रशस्त रूपमा हामी पाउँछौँ। तीमध्ये एउटा घटना मर्कुसको पुस्तक 1:35देखि 39सम्म, त्यहाँनिर प्रभु येशू ख्रिस्ट बिहान हुनुभन्दा अगाडि, निकै अगाडि चाहिँ एकान्त ठाउँमा गएर प्रार्थना समय बिताउनु भएको छ। स्वर्गीय बाबासँग चाहिँ क्वालिटी टाइम, गुणस्तरीय समय बिताउनु भएको छ, प्रार्थना गर्नुभएको छ। त्यस पछाडि उज्यालो हुँदाखेरि उहाँको चेलाहरूले कता जानुभएको छ प्रभु भनेर सोध्दै गर्दाखेरि पछि भेट्यो, है त। त्यस पछाडि प्रभुले भन्नुभयो, आओ हामी जाउँ नजिकैको गाउँ घरतिर गएर राज्यको सुसमाचार गरौँ, प्रचार गरौँ। त्यस पछाडि त्यहाँनिर जानुभयो, उहाँको चेलाहरूसँग, प्रेरितहरूसँग प्रचार गर्नुभयो अनि धेरै चङ्गाइको कामहरू, है त, त्यहाँनिर आश्चर्यजनक कामहरू त्यहाँनिर भएको छ, है त। जब प्रभु येशू स्वयं प्रभु हुनुहुन्थ्यो, स्वयं परमेश्वरको पुत्र, तरै पनि संसारमा हुँदाखेरि उहाँले एकान्त समयमा, है त, गुणस्तरीय त्यो समय चाहिँ उहाँले बिताउनुहुन्थ्यो। कहिलेकाहीँ पहाडतिर चढेर, बाइबलमा पाउँछौँ रातैभरि पनि प्रार्थना गर्नुभएको छ। जस्तो उहाँले उहाँको प्रेरितहरूलाई नियुक्त गर्दै गर्दाखेरि उहाँले रातभर समय बिताउनु भयो, रातभर एकान्त समय स्वर्गीय बाबासँग त्यो गुणस्तरीय समय, है त, प्रार्थना गर्नुभयो, क्वालिटी टाइम बिताउनु भयो। त्यस पछाडि बिहानी चाहिँ उहाँले उहाँको चेलाहरूलाई बोलाउनु भयो। त्यस पछाडि तीमध्ये 12जनालाई नियुक्त गर्नुभयो अनि उहाँले ती 12जनालाई चाहिँ प्रेरित नाउँ दिनुभयो। प्रभु येशू स्वयं प्रभु हुनुहुन्थ्यो र त उहाँले गुणस्तरीय समय, है त, क्वालिटी टाइम पिता परमेश्वरसँग बिताउनु भयो भनेदेखि आज तपाईँ र म त अभियसली तपाईँ र मैले झन् कति बढी मात्रामा, है त, गुणस्तरीय समय बिताउनु आवश्यक छ, है त। तपाईँ र म उहाँलाई पछ्याउने व्यक्ति, है त, उहाँको सेवाकाई गर्ने व्यक्ति, उहाँको आराधना गर्ने, है त, व्यक्तिहरूले प्रशस्त मात्रामा गुणस्तरीय समय, है त, क्वालिटी टाइम, एकदमै एकान्तको समय, आइसोलेट टाइम, क्वाइट टाइम विथ गड, है त, परमेश्वरसँगको त्यो एकान्त समय बिताउनु बढी नै महत्त्वपूर्ण छ। एकजना वरिष्ठ वक्ताले, वरिष्ठ प्रभुका सेवकले भनेका छन्, गुणस्तरीय समय अथवा परमेश्वरसँगको त्यो क्वालिटी टाइम र एकान्तको समय, त्यो क्वाइट टाइम चाहिँ 3वटा कुराले निर्धारण गर्छ भन्छ। एउटा चाहिँ त्यो समयमा हामी प्रार्थना गर्छौँ, अर्को कुरो
त्यो एकान्त समयमा हामी गुणस्तरीय समयमा हामी एकदमै आइसोलेट भएर प्रभुको वचनलाई यसो हेर्छौँ, साथसाथै अर्कोमा रिडिङ बाइबल एन्ड मेडिटेसन, अनि हामी मनन गर्छौँ एक्लै बसेर चाहिँ प्रभुले के भन्नुभएको हो, प्रभुको विचारहरू के हो, प्रभुले के भन्न खोज्दै हुनुहुन्छ है त। प्रभु वचनद्वारा हामीसँग बोलिराख्नु भएको हुन्छ है त। अनि एक दुईवटा पोइन्ट्सहरू तपाईँलाई बताउँ है त। हामीले गुणस्तरीय समय परमेश्वरलाई चाहिँ कस्तो तरिकाले हामी दिन सक्छौँ है त, किन दिनुपर्छ भन्ने कुरोमा, अनि कस्तो तरिकाले कसरी चाहिँ हामी गर्न सक्छौँ है त भन्दाखेरि, सेट अप योर टाइम। एकदमै गतिशील र रफ्तार, अब व्यस्तता त कति, अब काम बिनाको कोही पनि छैनौँ हामी होइन। व्यस्तता नभएको मानिस त यो संसारमा को नै होला। सबैको आफ्नो आफ्नो क्षेत्रमा कामहरू छ, हरेक कुराहरू छन्, सबै व्यस्त छ। तरै पनि त्यो समयको बावजुद पनि हामीले कसरी चाहिँ परमेश्वरको निम्तिलाई है त, परमेश्वरको सँग बातचित गर्ने है त, हामी एउटा गुणस्तरीय समय, क्वालिटी टाइम एन्ड क्वाइट टाइम है त, गुणस्तरीय एकान्त र प्रभुसँगको मात्र, यो बिचमा अरू कुरो आउनु भएन, न त कामको कुरो, न त परिवारको कुरो, न विभिन्न कुराहरू। यहाँ चाहिँ सिर्फ परमेश्वर अनि म बिचमा है त। यो समय चाहे त्यो आधी घन्टाको होस्, 1 घन्टाको होस्, 15 मिनटको होस् होइन, समय पर्याप्त छ भने त वाइ नट 2 घन्टा 3 घन्टा होइन। आफ्नो व्यस्तता अनुसार है त, कोही धेरै नै व्यस्तता हुन्छ, त्यो समयमा पनि हामीले प्रभुको निम्ति एउटा गुणस्तरीय समय, क्वालिटी टाइम चाहिँ हामीले छुट्याउनु पर्छ। तपाईँले सेट अप योर टाइम, तपाईँ र मैले, यो चाहिँ परमेश्वरले छुट्याइदिने होइन है त। मेरो छोरो, मेरो छोरी, ल यति पछि चाहिँ म तिमीसँग बात गर्दैछु, यो समय चाहिँ तिमीले देऊ है मलाई भनेर प्रभुले भन्नुहुन्न। यो चाहिँ तपाईँ र मैले भिन्न गर्ने समय हो। कुन समय चाहिँ मलाई ठिक छ, म एकान्त छु र मलाई सहज छ, त्यो समय मलाई केही कुराबाट पनि हिन्ड्रेन्स छैन, डिस्टर्बेन्स छैन, सिर्फ म अनि परमेश्वर है त। यो बिचमा कोही पनि आउँदैन है त। त्यो समयलाई आफैले सेटअप यो टाइम तपाईँले भजन सङ्ग्रहको पुस्तकमा हेर्नुभयो भनेदेखि, भजन सङ्ग्रह 5:3 त्यहाँ दाउद राजाले सुरक्षाको निम्ति प्रार्थना भनेर त्यहाँ ठ्याक्कै टपिक लेखेको छ। दाउद राजाले त्यहाँ यसरी लेखेका छ, यसरी प्रार्थना गरेको छ, हे परमप्रभु परमेश्वर, म बिहानै सबेरै के गर्छु, म तपाईँलाई पुकार्छु अनि तपाईँले मलाई के गर्नुहुन्छ, सुन्नुहुन्छ। उहाँले त्यो एउटा स्पेसिफिक टाइम है त, उहाँले 12 बजी दिउँसो, राति, साँझमा भनेन, तर स्पेसिफिक एउटा टाइमलाई मेन्सन गरेको छ। बिहान सबेरै म जहिले पनि तपाईँलाई पुकार्छु, त्यतिखेर जहिले मलाई सुन्नुहुन्छ तपाईँ। त्यो चाहिँ एउटा स्पेसिफिक टाइम कसरी हामी गुणस्तर परमेश्वरसँग समय बिताउँदै गर्दाखेरि हामी दिन सक्छौँ। We have to set up the time, the quality time with God है त, the quality time and quiet time with God। हामी आफैले चाहिँ त्यसलाई निर्धारण गर्ने, हामी आफैले छुट्याउने है त। कसैले पनि ल छुट्याऊ भनेर दिनेवाला छैन। तपाईँ र मैले कतिखेर सहज लाग्छ, तर तपाईँ र मैले प्रभु एज अ गड स्टुडेन्ट होइन, उहाँको छोराछोरी भएको कारणले, उहाँलाई पछ्याउने उहाँको लोकहरू भएको कारणले हामीले जस्तै रफ्तार व्यस्तताको बावजुद है त, गतिशीलमा पनि तपाईँ र मैले परमेश्वरमा को निम्ति एउटा गुणस्तरीय समय चाहिँ हामीले छुट्याउनै पर्छ। त्यसै गरी सेट अप योर प्लेस, तपाईँ र मैले नै ठाउँ पनि निर्धारण गरौँ जहाँ हामीलाई सहज लाग्छ। येशू प्रभुले भन्नुभयो मत्ती 6:6मा, जब तिमीहरू प्रार्थना गर्नु बस्छौ, भित्र कोठामा जाऊ,
ढोकामा पस है त कोठामा जाऊ अनि त्यो कोठाको त्यो के गर ढोकालाई चुकुल्लाको बन्द गराऊ। त्यस पछाडि तिमीहरू के गर गुप्तमा प्रार्थना गर र तिमीहरूको प्रार्थना चाहिँ गुप्तमै हुनुहुने परमेश्वरले गुप्तमै के गर्नुहुन्छ अरे उत्तर दिनुहुन्छ है त। परमेश्वरले आज हामीलाई एकान्त ठाउँमा बोलाउनु भएको छ। त्यो समयमा चाहिँ जब कुनै हिन्ड्रेन्स छैन, कुनै डिस्टर्बेन्सेसहरू छैन, परमेश्वर अनि म त्यो समयमा परमेश्वरले काम गर्नुहुन्छ। प्रभुको आवाजलाई हामी छर्लङ्ग सुन्न सक्छौँ, प्रभुको इच्छाहरूलाई हामी जान्न सक्दछौँ है त। हाम्रो विश्वासमा पनि हामी अघि बढ्न थाल्दछौँ, किनभने प्रभुको सबै कुराहरू हामी थाहा गर्न थाल्दछौँ। जब सुरुमा हामीलाई त्यो समय बिताउनु अलिकति कठिनै लाग्छ होइन, हाम्रो यो हुन्छ नि कम्फर्ट जोनको कारणले गर्दाखेरि, विभिन्न यो सांसारिक कुरोहरूले, व्यस्तताको कारणले, कामले, हरेक निड्सहरूले, हरेक कुरोले गर्दाखेरि सुरुमा हामीलाई समय बिताउनु गाह्रो पर्छ। तर एज हामीले युज हुँदै जाँदा, हेबिट हुँदै जाँदाखेरि वी क्यान गो आवर एन्ड आवर होइन। हामी घन्टासम्म पनि जस्तो साँझको समयमा, बेलुकाको समयमा होइन यसो अध्ययन गर्दै, प्रार्थना गर्दै, एक्लै बस्दै गर्दाखेरि जब प्रभुको उपस्थिति है त हामी महसुस गर्न थाल्छौँ, त्यस पछाडि प्रभु चाहिँ यहीँ नै हुनुहुन्छ भन्ने कुरोलाई हामी थाहा गर्छौँ। अरे प्रभु त बोल्दै हुनुहुन्छ भन्ने कुरोलाई थाहा गर्छौँ। इट डजन्ट म्याटर होइन, यो कति समय गएकै थाहा नहुने क्या, समय यति छिटो गइरहेको हुन्छ। तर प्रभुसँग हामी त्यो गुणस्तरीय समय चाहिँ हामी बिताइरहेका हुन्छौँ। त्यो भएर प्रभुले गुप्त स्थानमा हामीलाई बोलाउनु भएको छ। अभियसली हामी चर्चतिर, मण्डलीतिर प्रार्थना गर्दा, कसैको निम्ति प्रार्थना गर्दा खुलेआम हामी प्रार्थना गर्छौँ। तर जब क्वालिटी टाइम अनि क्वाइट टाइम है त, एकान्त समय, एकान्त प्रार्थना होइन, अनि गुणस्तरीय समय र प्रार्थनाको निम्ति चाहिँ परमेश्वरले गुप्त स्थानै रोज्नु भएको छ। त्यो भएर त उहाँले ख्रिस्टले भन्नुभयो, जब तिमी प्रार्थना गर्छौ भित्र कोठामा जाऊ अनि त्यो कोठाको ढोकालाई चुकुल लगाइदेऊ अनि बस, परमेश्वर बोल्नुहुन्छ है त। त्यसै गरी सेट अप युर अब्जेक्टिभ्स। तपाईँ र मैले जस्तो पहिलो पत्रुस 5:7 हेऱ्यौँ भनेदेखि सारा तिम्रो योजनाहरू, फिक्रीहरू, चिन्ताहरू परमेश्वरलाई सुम्पा, ताकि उहाँले सुनेर के गर्नुहुन्छ, त्यसको उत्तर दिनुहुन्छ, समाधानहरू दिनुहुन्छ। आज को चाहिँ मानिसहरूलाई यो संसारमा फिक्री बिनाको, चिन्ता बिनाको हरेक न हरेक कुरा त छँदैछ होइन, सबैको छ। जति नै धनाढ्य भए पनि, जति नै पढे लेखेको शिक्षित भए, सबै कुरो परि आए तापनि केही न केही त मानिसको जीवनमा हुन्छ नै। तर यहाँ बाइबलले भन्छ सबै कुरो के गर, परमेश्वरलाई सुम्पिदेऊ, ताकि उहाँले तिमीहरूको के गर्नुहुन्छ, फिक्री र वास्ता गर्नुहुन्छ। आज अब्जेक्टिभ्सहरू होइन, हामीलाई खालि लागेको कुरो, चाहिएको कुरो मात्रै नभएर परमेश्वरसँग बातचित गर्ने, उहाँको योजनाहरू, उहाँको विचारहरू है त, सबै कुराहरू हामीले उहाँसँग त्यो क्वालिटी टाइममा, गुणस्तर समयमा चाहिँ प्रभुको विचार नै, स्वर्गीयको विचार नै हामी थाहा गर्न थाल्छौँ है त। के छ त डिजाइन उहाँको है त, मानिस जातिको निम्ति, संसारको निम्ति, तपाईँ र मेरो निम्ति, त्यो सबै कुरो बिस्तारै परमेश्वरले हामीलाई बताउँदै गर्दाखेरि ओ भनेर हामीलाई एकदमै त्यो थाहा हुँदै जाँदछ। तपाईँले प्रस्थानको पुस्तक 33:7-11देखि 7:11सम्म हेर्नुभयो भनेदेखि मोसाले त्यहाँनिर भेट हुने पाल बनाएको हामी पाउँछौँ। जब छाउने इजरायलीहरू त्यो मिस्रबाट निक्ले पछाडि उनीहरू यात्रा गर्दै छाउने टेन्ट होइन, छाउने बनाउँथे, क्याम्पहरू बनाउँथे। त्यस पछाडि छाउनीको अलिक टाढो त्यत्रो मानिसहरू थियो, तर छाउनीदेखि ती सबै बसेकोदेखि अलिकति टाढोमा चाहिँ मोसाले जहिले पनि एउटा पाल टाङ्ने गर्थे। त्यसलाई चाहिँ उसले भेट हुने पाल भनेर नामाकरण गरेका थिए। अनि जब इजरायलीहरू परमेश्वरको आवाजलाई सुन्न चाहन्थे, अनि उनीहरू चाहिँ त्यो पालको नजिकमा जान्थे, बाहिरै बस्थे। तर मोसा चाहिँ आएर चाहिँ त्यो पालको ढोका है त, पालभित्र जान्थे, त्यो भेट हुने पालमा। अनि त्यहाँनिर चाहिँ परमेश्वरसँग चाहिँ मोसा बोल्न थाल्थ्यो। अनि बादलको खाँबोहरू चाहिँ हरेक त्यो इजरायलीहरूको त्यो टेन्टमा चाहिँ होइन, पालमा आएर चाहिँ
ढोकामा आएर देखा पर्थ्यो, बस्थ्यो। अनि मानिसहरूलाई थाहा हुन्थ्यो अब परमेश्वर चाहिँ मसासँग बात गर्न थाल्यो, हाम्रो अगुवासँग बोल्न थाल्यो। अनि सबैजनाले चाहिँ आफ्नो आफ्नो ढोकामा घोप्टो गरेर चाहिँ परमेश्वरको आराधना गर्थे। मसाले त्यो क्राउडेड ठाउँदेखि त्यो ज्ञानदेखि चाहिँ अलिकति टाढोमा छुट्टै ठाउँ बनाएको थियो। त्यो चाहिँ के थियो? भेट हुने पाल। आज तपाईँ र मैले पनि भेट हुने पाल बनाउनु आवश्यक छ। तपाईँ र मेरो घरमा त्यो एउटा समय होइन, छुट्टै समय, त्यो एउटा अलिकति एकान्त त्यो ठाउँ होइन, आफूलाई सहज लागेको होइन, बबाल घर हुनुपर्छ र त्यहाँ ठुलो कोठा हुनुपर्छ भन्ने कुरो होइन। चाहे झुप्पाडी घर चाहे जस्तो किन नहोस्, तर पनि समय छुट्याउने होइन, तर पनि त्यो जस्तै ठाउँमा पनि जब हामी समय छुट्याएर त्यो एउटा ठाउँमा प्रभुसँग समय बिताउन थाल्छौँ भने परमेश्वर त्यहाँनिर हुनुहुन्छ होइन। र तपाईँ र मैले आज हाम्रो जीवनमा त्यो भेट हुने पाल बनाउन आवश्यक छ। किनभने प्रभु जहिले पनि बात गर्न चाहनुहुन्छ उहाँको मानिसहरूसँग होइन, उहाँको आराधकहरूसँग, उहाँको छोराछोरीहरूसँग जहिले पनि समय बिताउन चाहनुहुन्छ। परमेश्वरले मानिसलाई सिर्जना गर्नुभएको एउटा मुख्य कारण के छ भनेदेखि टु फेलोसिप विथ हिम होइन, उहाँसँग सङ्गति गर्न प्रभु जहिले पनि बोल्न चाहनुहुन्छ, उहाँको विचारहरू पोख्न चाहनुहुन्छ, सङ्गति गर्न चाहनुहुन्छ। तर आज के भइरहेछ भन्दा यो गतिशील समयमा होइन, संसारमा रफ्तार संसारमा एकदमै व्यस्तताको यो संसारमा मानिसहरूको समय भइरहेको छैन। प्रभु त जहिले रेडी हुनुहुन्छ, परमेश्वर तयारी हुनु कतिखेर आउँछ मेरा छोराछोरी र म बात गरौँ। प्रभु जहिले पनि वेटिङमा हुनुहुन्छ। बाइबलमा यसरी भन्छ, उहाँ नजिक हुँदा नै उहाँलाई खोज र तिमीहरूले भेटाउनेछौ। मेरो नजिक आऊ, म तिमीहरूको नजिक आउनेछु, परमप्रभु भन्नुहुन्छ है त। र तपाईँ र मैले प्रभुको छोराछोरी भएको कारणले गर्दाखेरि एकदमै गुणस्तरीय समय अनि एकदमै क्वाइट टाइम एन्ड क्वालिटी टाइम, एकान्त समय र गुणस्तरीय समय बिताउन अति नै आवश्यक छ। ती समयहरूमा परमप्रभु परमेश्वर तपाईँ र मसँग बातचित गरिरहेको हुन्छ, डोराइरहेको हुन्छ, सङ्गति उहाँसँग हामी गरिरहेका हुन्छौँ, उहाँको विचारहरूलाई हामी थाहा गर्दै गरेका हुन्छौँ। हामी आनन्दले भरिन थाल्छौँ, शान्तिले भरिन थाल्छौँ, इनर हिलिङहरू हामीमा आउन थाल्छ, उत्साहले हामी भरिन थाल्छौँ, एउटा शक्तिले हामी भरिन थाल्छौँ है त। संसारले तपाईँ र मलाई पर्खिरहेको आज सारा संसारमा त कुनै आशै छैन, किनभने उद्धार मुक्ति त्यहाँनिर छैन। संसारमा कुनै आशा छैन, तर संसारले तपाईँ र मलाई पर्खिरहेको छ। त्यो भएर यसैले होइन, यसै 6 अध्यायमा जब स्वर्गीयको त्यो दर्शन देख्दै गर्दाखेरि उसले एउटा आवाज परमेश्वरबाट सुन्छ, हुम सेल आई सेन्ड एन्ड हु विल गो फर अस। म कसलाई पठाउँ र हाम्रो निम्ति को जाने। आज यो कुराहरू थाहा गर्नुको निम्ति हामीले परमेश्वरसँग समय बिताउनु है त। भेट हुने पालमा एकान्त ठाउँ, एकान्त समय अनि गुणस्तरीय होइन समय चाहिँ हामीले बिताउनु आवश्यक छ, ताकि हामीलाई थाहा लाग्छ ओ संसारले मलाई पर्खिरहेको छ, म कहाँ चान्चुने व्यक्ति हो, कहाँ साधारण व्यक्ति हो, म त ख्रिस्टको राजदूत हुँ है। ख्रिस्टको विषयमा भन्ने आज संसारमा त आशै छैन नि, तर मैले त संसारलाई के गर्नु छ, बचाउनु छ, उद्धारको कुरो, मुक्तिको कुरो बताउनु छ, भन्नु छ। त्यो सबै कुरोहरू, त्यो बताउने कुरोहरू, त्यो समशक्तिहरू, त्यो शक्तिहरू, सबै कुरोहरू चाहिँ आज हामीलाई उहाँसँग समय बिताउँदै गर्दाखेरि त्यो विचारहरू, त्यो सबै सामर्थ्य शक्तिहरूले भर्दै गइरहेको हुन्छ र परमेश्वर सँग हामी एकदमै नजिकतामा पनि गइरहेका हुन्छौँ। त्यो भएर तपाईँ र मैले आज एकदमै महत्त्वपूर्ण छ कि क्वालिटी टाइम वी हेभ टु स्पेन्ड द क्वालिटी टाइम विथ गड। द क्वाइट टाइम एन्ड क्वालिटी टाइम म्याटर्स इन क्रिस्टियनिटी, इन बिलिभर्स लाइफ, इन आवर जर्नी अफ फेथ है त। एकदमै यसले चाहिँ इट म्याटर्स होइन, यसले म्याटर्स गर्छ। हामीले त्यो समय परमेश्वरलाई दिनै पर्दछ। हस्त परमेश्वरले यहाँ सबैजनालाई प्रशस्त मात्रामा आशिष दिनु भएको होस्।
जय मसी फेरि पनि